टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ। दाहाल र नेपाल समूहले विभिन्न पार्टीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने सम्बन्धी प्रसङ्गबाट। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले विभिन्न पार्टीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ। नेकपाको केन्द्रीय सङ्घर्ष समितिले बुधबार प्रमुख सबै राजनैतिक दलका शीर्ष नेताहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको हो। प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न सङ्घर्ष कार्यक्रम सुरु गरेको नेकपा दाहाल नेपाल समूहले अन्तर्क्रिया गर्ने भएको हो। केन्द्रीय सङ्घर्ष समितिले अन्तर्क्रियाको आयोजना गरेको समितिका सचिव डाक्टर विजय पौडेलले जानकारी दिनुभएको छ। गत पुस 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। संसद विघटनको विरोधमा नेकपाको दाहाल नेपाल समूह, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी लगायतका सबै दलले विभिन्न सङ्घर्षका कार्यक्रम गरिरहेका छन्। प्रतिनिधि सभा विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनवाई सुरु हुँदैछ। सर्वोच्चले आजबाट निरन्तर सुनवाई गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब 1 महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन्। यही पुस 5 गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी वैशाख 17 र 27 गते 2 चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। 2/3 बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकिर गर्दै सर्वोच्चमा 1 दर्जन बढी रिट परेका थिए। ती सबै रिटहरूलाई संवैधानिक इजलासमा पठाउन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आदेश दिएका थिए। गत पुस 10 गते प्रधान न्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विशम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद विघटन विरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनवाई गर्ने आदेश दिएको थियो। अन्तिम सुनवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग लिखित जवाफ झिकाएको थियो। यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ। सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा पूर्णमान साक्य, गीता सङ्ग्रौला, बद्री बहादुर कार्की, सतीश कृष्ण खरेल र विजयकान्ता मैनाली रहेका छन्। संसद विघटनसँगै नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा पनि विभाजित अवस्थामा पुगेकाले सर्वोच्चले के आदेश दिन्छ भन्ने सर्वत्र चासो छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा पार्टी विभाजन गर्न खोज्ने विरुद्ध आफूहरू कडा रूपमा प्रस्तुत भएको दावी गरेका छन्। प्रदेश नम्बर 2 को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार आयोजित बृहत कार्यक्रम भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी विभाजन गर्न खोज्ने प्रचण्ड माधव विरुद्ध आफूहरू एकजुट भएको बताए। पार्टी अहिले पनि औपचारिक रूपमा विभाजन भएको होइन। उनले भने, हामी पार्टी विभाजन गर्न पनि चाहदैनौँ। नेकपाको छाप झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीले पाउने ठोकुवा गर्दै उनले कार्यकर्तालाई ढुक्क रहन विश्वास दिलाए। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन रहेको छ। दुवै पक्षले सूर्य चिन्ह पाउने दावी गर्दै आइरहेका छन्। नेकपा 2 पार्टी नभए पनि गतिविधिले एक स्थानमा बस्ने अवस्था नरहेको बताउँदै आफूहरू एकताको पक्षमा रहेको पोखरेलले दावी गरे। तत्कालीन माओवादी र एमाले पार्टी एकताको खुसी 3 वर्षसम्म पनि नटिक्नुमा प्रचण्ड र माधव कुमार नेपाल मुख्य दोषी रहेको उनको आरोप थियो। कार्यकर्तालाई भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु शाहले तोकिएकै मितिमा निर्वाचन हुने बताए। चुनावको विकल्प छैन उनले भने। दाहाल नेपाल भ्रमको राजनीतिमा लागेका नेताले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनताको काम गर्ने
जननेताहरू रहेको उनले बताए। दाहाल नेपालसँग टीका लगाएको र पकेटका नेता मात्रै छन् उनले भने। प्रतिनिधि सभा विघटन निरङ्कुश नभएर लोकतान्त्रिक कदम हो। कानुन तथा न्याय मन्त्री लीलानाथ श्रेष्ठले मधेस र मधेसीलाई माया गर्ने नेता प्रधानमन्त्री ओली रहेकाले मधेस र मधेसीले साथ दिनुपर्ने बताए। माधव नेपाल, झलनाथ खनाल लगायतका नेताको भुलभुलैयामा नपरी ओलीको पार्टीमा लाग्न उनले आग्रह गरे। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले मूलधारका कम्युनिस्टलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा सामेल हुन आग्रह गरिन्। गुटबन्दी र नेताको स्वार्थको कारण नेकपा पार्टीमा समस्या भएकोले मूलधारको पार्टीमा लाग्न उनले आग्रह गरिन्। कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रघुवीर महासेठले दाँत भाँच्ने नेताको घरसम्मै गएर भत्काइदिने धम्की पनि दिए। गत हप्ता सोही स्थानमा नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा नेता रामचन्द्र झाले प्रधानमन्त्री ओलीलाई दिएको धम्कीको जवाफमा महासेठले धम्काई कार्यकर्ता भेलामा नेता योगनारायण यादव, नेकपाका प्रदेश सांसद ज्वाला शाह, अशरफी भिनवार लगायतका नेताले सम्बोधन गरेका थिए। भेला अघि नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन समेत गरेका थिए। रेलवे स्टेसनबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै पार्टी कार्यालयमा पुगेका थिए। नेकपा प्रदेश नम्बर 2 को संसदीय दलको नेतामा शत्रुधन महतो सर्वसहमतिले चयन भएका छन्। प्रदेश नम्बर 2 मा नेकपा प्रमुख प्रतिपक्षी दल रहेकोले महतो दलको नेता भएसँगै प्रमुख प्रतिपक्षी दलको नेता स्वतः बनेका छन्। नेकपा संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई हटाएको थियो। नेकपाको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा नेकपा प्रचण्ड माधव समूहका प्रदेश सांसद महतोलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि महतो निर्विरोध दलको नेतामा चयन भएका हुन्। दलको नेता छनौट गर्न मंगलबार भएको निर्वाचन कार्यक्रम अन्तर्गत दिउँसो 2 बजेसम्म मनोनयन दर्ता र 2:45 मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो। तर सो समयभित्र महतो बाहेक कसैले दलको नेतामा उम्मेदवारी नदिँदा उनी निर्विरोध चयन भएको निर्वाचन संयोजक तथा प्रदेश सांसद जगत यादवले जनाए। महतोलाई दलको नेता चयन गर्न बहुमत सदस्य अर्थात् 19 जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए। प्रदेशमा नेकपाका 32 जना सांसद छन्। प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद दलको बैठक र निर्वाचन प्रक्रियामा भाग लिएनन्। संसदीय दलका नेतामा चयन भएका महतोले नेकपाले संसदीय दलको नेतामा आफू निर्विरोध भएको पत्र समेत प्रदेशसभा सचिवालयमा बुझाइसकेको बताएका छन्। यता ओली समूहका सांसद रामचन्द्र मण्डलले पार्टी विभाजनको क्रममा रहेकोले एक पक्षले आफ्नो दलको नेता चयन गरेकोमा कुनै आपत्ति नहुने बताए। तर औपचारिक रूपमा पार्टी विभाजन नै नभएको अवस्थामा हतारमा नेता छनौट गर्नु लोकतान्त्रिक प्रक्रियाको उपहास भएको उनले टिप्पणी गरे। अहिले नेकपा भित्र पनि हरुवा भरुवाहरूको एक झुन्ड छ। ती झुन्ड प्रचण्ड माधव नेपाल समूहमा लागेका छन् उनले भने। बहुमत सदस्यले महतोलाई निर्विरोध दलको नेतामा चयन गरेकोले नेकपाको संसदीय दलको विधान अनुसार मंगलबारदेखि नेकपाको दलको नेता महतो भएको सभामुख सरोज कुमार यादवले बताए। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा माघ 18 गतेदेखि सञ्चालन गर्ने भएको छ। 2077 सालमा नियमित रूपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने भएको हो। बुधबार एक सूचना जारी गर्दै त्रिवी परीक्षा नियन्त्रण कार्यालय बलखुले 2077 माघ 18 गते विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जनाएको छ। त्रिवीले 3 र 4 वर्षीय स्नातक तह, तेस्रो वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै 5 वर्षीय बीए एलएलबी पूरा, आंशिक र 3 वर्षीय बीए एलएलबी दोस्रो वर्षका नियमित परीक्षा सञ्चालन हुन लागेको जानकारी दिएको हो।
स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्ममा पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ। स्थानीय तहको केन्द्रदेखि 7वटा प्रदेशको राजधानीसम्म सवारी साधनको आवत जावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागि हो। पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढ्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव एक नारायण आर्यले प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएपछि भौतिक र आर्थिक विकासका आधार तयार हुने बताए। उनका अनुसार यसले स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म लिङ्केज हुने, एक स्थानमा उत्पादन भएको वस्तु र सामान अर्को स्थानमा पुर्याउन सहज हुने, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधिको क्षेत्रमा भएका ज्ञान सिप आदान प्रदान भई स्थानीय तहबीच अन्तर आवत जावत गर्न सहज हुने। अहिले पक्की सडक निर्माणका लागि 7वटा प्रदेशमा आवश्यक प्राविधिक जनशक्तिको तयारी गरिएको छ। भारतका विभिन्न राज्यमा बर्ड फ्लूको संक्रमण पुष्टि भएसँगै सरकारले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरेको छ। भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। बर्ड फ्लू देखिएका भारतका विभिन्न राज्यबाट स्वास्थ्य पशुपक्षी समेत ल्याउन रोक लगाइएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार ल्याइने पशुपक्षीहरू भने सम्बन्धित निकायको प्रमाणीकरण हेरेर मात्रै नेपाल भित्र्याउन दिइने उहाँको भनाइ छ। यस्तै भारतमा देखिएको बर्ड फ्लू नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरू छलफलमा जुटेका छन्। नेपालमा संक्रमण भित्रन नदिने के गर्ने भन्ने बारे छलफल सुरु भएको र आवश्यक निर्णय लिइने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ। नेपालमा बर्ड फ्लू भित्रिन नदिने बारे दिउँसो 2 बजे पशु सेवा विभागले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी समेत गरेको छ। भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाचल प्रदेश र झारखण्डमा बर्ड फ्लूका कारण कुखुरा तथा पशुपक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागि हो। बर्ड फ्लू देखिएको भारतको विभिन्न राज्यहरूमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाइएको छ। भारतको हिमाचल प्रदेशको पोङड्योम क्षेत्रमा मात्रै 2400 भन्दा धेरै पक्षी बर्ड फ्लूका कारण मारिएको हिमाचल प्रदेशका बर्ड फ्लू विशेषज्ञ डाक्टर विक्रम सिंहले बताएको छ। अब खेल प्रसङ्ग। सैलुङ तेक्वान्डो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्डो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ। प्रतियोगितामा नेपालमा भएको 13औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जित बहादुर बोट, सुशीला राई लगायतका 200 खेलाडीको सहभागिता रहनेछ। त्यसमा 120 पुरुष र 80 महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जानकारी दिएका छन्। पुरुष र महिलामा सम्मान साथ गरी 14 प्रतिस्पर्धा हुने भएको छ। दुवैमा 10 वर्ष, 12 वर्ष, 15 वर्ष, 17 वर्ष, 18 देखि 30 वर्ष, 31 देखि 40 वर्ष र 41 वर्ष माथि उमेर समूहमा खेलाडीले आफ्नो कौशल प्रदर्शन गर्नेछन्। प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले बेहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी दिएका छन्। सहभागीले बढीमा 1 मिनेट 30 सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने प्रावधान छ। आज बुधबार भिडियो पठाउनु पर्ने अन्तिम दिन हो। मोस्ट पपुलर खेलाडीलाई नगद 10,000 रुपैयाँबाट पुरस्कृत गरिनेछ। यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिनेछ। सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने जनाइएको छ। 5 अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, हिरा बहादुर थापा, मिन नेउपाने र विक्रम खड्गीले 2 दिने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने समेत जनाइएको छ।
राष्ट्रिय खेलकुद परिषद राखेफ अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान सानले नयाँ प्रतिभावान खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा 24 खेलाडीको छनौट गरेको छ। सम्मान 12 पुरुष महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन्। खेलाडीको प्रतिभा र उचाइका आधारमा 52 खेलाडी मध्येबाट 24 खेलाडीको छनौट गरिएको भट्टले बताए। राखेफ सदस्य सचिव रमेश कुमार सिलवालले कार्यक्रमको औपचारिक रूपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक 3000 रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए। सदस्य सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका छन्। सहभागीलाई प्रशिक्षक भट्ट सहित अर्का प्रशिक्षक लाल बहादुर बटालाले प्रशिक्षण दिनेछन्। पहिलो चरणमा 6 महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगर स्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिने जनाइएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।